ल साथीहरू आए कान्छी दिदीको हेर्नुहोस् त कस्तो मजाले पकाएको यो मटनको ट्याक्क लाएर हेर्नुहोस् त आहा तानेको भिडियो। अब हेर्नुहोस् त्यहाँ आगो बलिरहेछ बिस्तारै कान्छी दिदीले सबै कुरा पकाउन सुरु गर्नुहुन्छ होइन। मटनको लागि तयारी हुँदैछ, मटनको पिस काटिँदैछ हेर्नुहोस् त टक्क लाएर आफै काट्छिन्, आफै कुक, आफै बसिन्, एकदम शुद्ध मसलाहरू प्रयोग गरेर चट्टला जे पनि घरमै बनाउने असाध्यै मिठो बनाउने आमामामा हेर्दाफेरि पनि त्यहीँ गएर खाउँ खाउँ जस्तो लाग्ने कान्छी दिदीको यो चाहिँ मटन रेसिपी आज बन्दैछ। मटन रेसिपी कान्छी दिदी जस्तै हेरेर यो भिडियो हेरेर कान्छी दिदीको भिडियोहरू हेरेर होइन कुकिङ गर्नलाई चाहिँ हामीले धेरै कुरा जान्छौँ यहाँबाट है। कान्छी दिदीले के मरमसला हाल्नुहुँदो रहेछ, के हाल्नु सबै कुराहरू खुलेर भन्नुहुन्छ, देखाउनुहुन्छ। उहाँको पुरै भिडियो हेर्न उहाँको च्यानलमा गएर सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, हेर्नुहोस् होइन। असाध्यै मनपर्छ मलाई कान्छी दिदीको भिडियोहरू, धेरै राम्रो राम्रो भिडियोहरू बनाउनुहुन्छ। सबैले माया गर्नुपर्छ कान्छी दिदीलाई है। आहा ल हेर्नुहोस् त कति राम्रो छ।